त्यस्ता बाठाको पार्टी जुन बाठाले गफ गरेर देश बिगार्यो, जुन गफ गरेर तपाईको चाहिँ नि हाम्रा सन्तानलाई झगडा गर्न सिकायो। जेनजीलाई तपाईको चाहिँ नि लगेर त्यहाँ टायर बाल ऊ त्यो मान्छेको घर जलाइदे, त्यो तपाईको सिंहदरबार जलाइदे, यता यस्तो गरिदे, तपाईँको चाहिँ नि होइन के अरे स्कुलकै पोसाकमा किताब बोकेर आन्दोलनमा आइजा भनेर बोलाउने तपाईँको चाहिँ नि बाठा मान्छे होइनौँ हामी है। सिंहदरबार जलाउने बाठा मान्छे होइनौँ हामी है। सर्वोच्च अदालत जलाउने बाठा मान्छे होइनौँ हामी। हामी भनेको तपाईँको चाहिँ नि यो देशलाई ढुङ्गा बोकी निर्माण गर्नुपर्छ। तपाईँको चाहिँ नि बिरुवा रोपी यो देशलाई चाहिँ नि तपाईँको फुलाउनुपर्छ, श्रम गरेर यो देश बनाउनुपर्छ भन्ने मान्छेहरूको पार्टी हो श्रम संस्कृति है। हर्क साम्पाङ के साह्रो घमण्डी, यो पनि छ नि त होइन। यो देश मेरो हो, यो देश हाम्रो हो, यो देश नेपालीको हो, नेपालीले चलाउनु पर्छ, विदेशीले होइन भन्दाखेरि घमण्ड हो त्यो है। यो इलामको चुलाचुली हो, यो इलामको चुलाचुली नै हो नि त यो, होइन र? यसलाई चाहिँ दमक हो कसैले भन्नु लाउँदाखेरि म भन्छु र? भन्दिनँ म। यो चुलाचुली नै हो भन्नु चाहिँ घमण्ड हो भने हो, हामी घमण्डी नै हो है, घमण्डी नै हो। यस्तो घमण्डी त सबै हुनुपर्छ होइन र? सेतोलाई सेतो भन्न सक्ने मान्छे, कालोलाई कालो भन्न सक्ने मान्छे, त्यसलाई घमण्डी भन्छ भने हामी सबै घमण्डी बन्नुपर्छ। तपाईँहरू म जस्तो घमण्डी बन्ने हो? सबैजना बन्नु अब घमण्डी होइन। आजदेखि आज उपरान्त यहाँबाट फर्केर गइसकेपछि तपाईँ पनि हर्क साम्पाङै हो। हर्क साम्पाङ भनेको व्यक्तिको नाम होइन, मेरो नाम त हर्क राज राई हो। हर्क साम्पाङ भनेको त एउटा विद्रोहको नाम हो, एउटा आवाजको नाम हो है। हिजो एक्लै पनि कत्रो पार्टीहरूसँग जुट्छु भनेर तपाईँको चुनाव पनि जितेर देखाइदिएँ हो, त्यसको आवाजै त्यस्तो मान्छेको नाम हो त्यो। त्यसले गर्दाखेरि मेरो व्यक्तिगत नाम होइन हर्क साम्पाङ। आजदेखि तपाईँ सबै हर्क साम्पाङ हुन्छ हो। घमण्डी भन्नुहोस् कि अहङ्कारी भन्नुहोस् कि लाठा भन्नुहोस् कि के फरक पर्छ होइन। हामी तपाईँको मुख बजाएर अरू जस्तो तपाईँको चाहिँ अरूलाई ठगेर दलाली गरेर भ्रष्टाचार गरेर घुस खाएर चोरेर होइन तपाईँको आफ्नो पेट पाल्दैन, आफ्नो केटाकेटीको पेट पाल्दैन। हामी त बरु किसान मान्छे, खेतबारीमा गइन्छ, आलु रोपिन्छ, धान फलाइन्छ, मकै फलाइन्छ, आफ्नो तपाईँको बाख्रा बजाएर खाइन्छ, हो कि होइन भन्नुहोस् त? हो। विदेश पनि गइन्छ, केही छैन, विदेश गएर पनि काम गरिन्छ, सम्मानका साथ श्रम बेचेर आइन्छ। उनीहरू जस्तो देश बेच्छौँ र हामी? त्यसो भएको कारणले गर्दाखेरि म भन्न चाहन्छु अब सगौरव बाँच्न सिकौँ है। अब सगौरव बाँच्न सिकौँ। अब यो देशमा एउटा गर्वको कुरा, एउटा तपाईँको चाहिँ नौलो इतिहासको कुरा, एउटा नयाँ आयामको कुरा, एउटा नयाँ युगको सुरुवात भन्छु म। अब यो देशमा किसानहरूको सरकार बन्छ। श्रम संस्कृतिको सरकार भनेकै किसानहरूको सरकार हो, जुन सरकारले खेतबारीको समस्यालाई पहिलो प्राथमिकताको रूपमा राख्छ है। यो सरकार भनेको मजदुरहरूको सरकार हो। श्रम संस्कृतिको सरकार भनेको मजदुरहरूको सरकार हो। आज मजदुरहरूको हालत के छ? दिनभरि काम गर्छ, भरे बेलुका तपाईँको छैन होइन, तपाईँको छैन अलिकति कमायो, बेलुका खायो, फेरि भोलि गयो, बचत केही छैन। अलिअलि बचत गरेको पनि अर्को फेरि एउटा चतुर्य आउँछ र खाइदिन्छ, लममा खाइदिन्छ है। पार्टीको ठुलो हो भन्छ फेरि है। त्यस्तो खाने मान्छे त फेरि पार्टीको ठुलै हुन्छ। यहाँ चाहिँ म पनि सानो, यता हाम्रो पार्टीमा आउनु भएको छ, उहाँहरू खबरदार गरिरहेको छु, खाएको भेटायो भने बाँसमा बाँधेर नकुटी छोड्दिनु खबरदार। त्यहाँ कसैको सहकारी खाओला साथी हो होइन। अब जनताले चुनेपछि माननीय त बनिहाल्छ भोलि होइन, माननीय त बनिहाल्छ। अनि माननीय भइसकेपछि त फेरि कानुन पनि नलाग्ने रहेछ नि त होइन। छक्क पर्छु, अहिले त माननीय नभई पनि कोही चाहिँ तपाईँको चाहिँ रौतहटतिर 4 वर्षको बालिकालाई किचाएर मार्छ, पक्राउनु पो पर्दैन हौ। पक्राउ पर्यो? टिङ्लिङ गर्ने पार्टीको उम्मेदवारले मान्छे मार्यो नि, अस्ति मारेन बालिका, त्यो उम्मेदवार पक्राउ पर्यो परेन? परेको छैन है। सरकार भए पो पक्रिन्छ त। श्रम संस्कृतिको सरकार आउँदैछ नि, पक्नु न। केसरा केलाएर नि, केसरा केलाएर तपाईँको तुरुङ लगाइएन छ भने है
थुप्रै मान्छेहरू यहाँ अकालमा मारिन्छन्, कुटिन्छन्, हावामा लुटिन्छन् त्यतिकै है। शान्ति सुरक्षाको खोइ छ, के छ हालत थाहा छ? छैन। ठुलो नेतालाई नछुने सानो गरिबलाई चाहिँ लात्ताले हानेको छ। फुटबल हो नेपाली जनता, फुटबल हो। कसैले कसैलाई लात्ता हान्न पाउने छैन। श्रम संस्कृतिको सरकार बन्नु भनेको गरिब दुखीको सरकार बन्नु। यहाँ सबैजनालाई म यो निवेदन गर्न चाहन्छु, हाम्रो सरकार बनिसकेपछि यो देशमा